आज हामी पोर्चुगलको गेम हेर्दैछौँ दुई भाइजना दुई भाइ नि हेर मेरो चाहिँ जिन्दगीको फर्स्ट गेम हेर्दैछ उसले चाहिँ के भयो कान्छीले खोइ हेर्न पाएन यहाँ हेर्न पाएन के भयो फर्स्ट गेम हेर्दैछौँ क्या पोर्चुगलको अनि हाम्रो कमेन्टेटर हुनुहुन्छ हाम्रो समिरा हुनुहुन्छ यसको नाम के हो कान्छी पोर्चुगलको मलाई रोनाल्डो भाइ पनि नाम थाहा छैन मलाई एउटा प्लेयरको नाम थाहा पायो हो रेड लगाउने भरि पोर्चुगलको हुन् भन्ने थाहा पाएको छु मैले अरू त्यस्तो अरूलाई म चिन्न चाहन्न को चाहिँ गोल हान्छ होला त छैन यार यो छोपिहाल्नु यस्तो खेलिरहेको छैन यार यसमा के सुधार गर्नुपर्छ जस्तो लागिरहेको छ कान्छीलाई अलि त्यसले साइडमा बल सिधै हाल्ने के अघिको गोल हेर्न पाइनँ कि मैले त हो अहिले आउँछ अहिले हाइलाइट देखाउँछ त्यति बेला हेर्दा हुन्छ नि बलले टाढा उता लग्यो टाढा यता ल्यान घुमेन अर्को चाप पछाउँछ फुत्त फाल्छ सक्यो कुरा मै खेलिदिन्छु मजा लाग्छ यार यसो अनि इन्टरनेसनल लेभलसम्म खेल्न सक्ने खालको नि नेपालमा म्याच सुरु भयो भने चाहिँ म जान्छु नाम चाहिँ के राख्नु Lucky 7, another 2. 2 नम्बर त छैन बसेको हेर्नुपर्छ लैसक्यो नि उसको नम्बर के रे मेसीको अर्जेन्टिनाको 10 हो है 10 हो अनि मेसी कुन कुन ठाउँबाट खेल्यो अहिलेसम्म ल कतिवटा थाहा पाएको छ ल भन त ल मेसी अर्जेन्टिना भन्ने थाहा हो के थाहा छैन अरू कुन अरू के थाहा छैन टिमबाट क्लबबाट नेमार भनेको ब्राजिल भन्ने थाहा मलाई रोनाल्डो भनेको पोर्चुगल भन्ने के भयो अर्को यार नेट अरू केही थाहा मलाई तिनवटा प्लेयरलाई अरू पनि थाहा छैन बस यति थाहा कि तिनटाको फोटो देखायो चिन्छ सिदिँदैन यस्तो के बल गुड्दै गुड्दै गयो भने के हुन्छ अनि उडेर गयो भने के हुन्छ गोल भयो भने त्यो पनि त हुन्छ होला नि क्रिकेटमा जस्तै छक्का र चौका हुन्छ नि यहाँ पनि त्यही हुन्छ गुड्दै गएर त्यो पनि गोलै हो दुइटै यस्तो हुन्छ गुड्दै गएर गोल भयो भने चाहिँ चौका 4वटा गोल दिन्छ अनि उडेर गयो भने चाहिँ 6वटा गोल दिन्छ क्या त्यही क्रिकेट के चाहिँ रहेछ त कुन त्यति मलाई थाहा थियो फेरि अब त्यति थाहा छ नि त मलाई अलिअलि अरू तँलाई के क्युरियोसिटी के छ फुटबलमा सोध्नु म त्यसको सबै एन्सर याल्लो भनेको किपर भनिहाल्नु भयो कुन याल्लो त्यो छेउछाउमा बस्यो नि त याल्लो यिनीको हो नि त यिनीहरू रेखदेख गर्ने नि क्या रेखदेख गर्ने त्यहाँनिर के हो यार तिनीहरू चाहिँ रेखदेख गर्ने हुन् अहिलेको गोल भयो कस्तो भयो That last opportunity, that took a deflection. Portugal do a little bit of a defending and get them out of the nature of what they love, being on the ball. This is that last opportunity, that took a deflection. It was a favorable one right into the hands of Diogo Costa. यो त त्यसै उफ्रिकी हेर्न यसलाई थाहा छैन होला फेरि म जस्तै लियो ल अरू के सोध्न मन लागिरहेछ तँलाई अरू सोध्न मन लागेको छ अरू के हुने बल यताबाट यता पास गर्ने हो सिर लाग्ने हो त्यसले उडाउँछ अब त्यो भएको थाहा भएको हामीलाई उडेर गुडेर कतिवटा प्लेयर हुन्छन् ल भन्छ फुटबलमा सायद दखडा हुन्छ नि दखडा हुन्छ नि तल त थाहा पाउँदै रहेछ सायद तर अलिअलि त थाहा मलाई धेरै नआइ सोध्छ नि त नानी तिमी कुन फ्यान हो भनेर सोध्छन् होइन रोनाल्डो भने मैले रोनाल्डोको नम्बर अब तपाईँले सोध्नुभयो सुभाषचन्द्र सुटफुट मैले यस्तो गरेको थिएँ खास यस्तो हो होइन रोनाल्डोको मलाई जसले जर्सी किनिन्छ म त्यसकै फ्यान हो म त्यसकै फ्यान हो यस्तो त फ्यान त अब यहाँ गएर मानव गेम हेर्न पाएको भए के गर्थ्यो त फोटो मात्रै खिचेर आउँथ्यो होला फोटो खिचेर आउँदैन हाँस्दिन्छ नि हेर मिस भयो नि त अब मिस भयो भने आफ्नो परिहाल्यो नि अब रुनु गयो भयो एप्रिसिएट गर्नुपर्छ क्या यो सबले कति तिरे हुन्छ लाख तिरेर आउँछ टिकट लाख त हाम्रो नेपाली पो लाख भयो त यिनीहरूलाई त के पैसाको के त्यस्तो धेरै पनि हुँदैन
seducing to play at one tempo, and then all of a sudden with the flip flip of a switch, they're into another gear. And I'm not sure Ronaldoले हाई गरेर कति हुन्थ्यो हेरेर Well, still just one attempt on target, and that's the goal. म यहाँ त जान्थेन है जेनेवेस Cancelo. म यहाँ त त्यही पैसाले बरु टुर घुम्न जान्थेँ बरु मस्त ओल्ड टुर आनिदिन्थे प्लेयर त राम्रो छन् क्या तर यो उनीहरूको यो कोर्डिनेसन चाहिँ मिल्ने छैन क्या जस्तो यो हरेक टिमको बेस्ट यत्रो वर्षसम्म त प्र्याक्टिस गरेर त बस्न हुन्छ तिनीहरू नि अरू क्लबबाट खेल्छ नि त यिनीहरूले यिनीहरूले क्लबबाट खेले हुन्छन् अनि अब यहाँ त वर्ल्ड कप भनेको त देशको लागि खेल्ने हो नि त खानेकुरा केही छैन यस्तो वर्ल्ड कपमा हामी यस्तो मैले यहाँ रोनाल्डोको गरिदिरहेको छु भोलि चिप्स ल्याएर आउनुपर्छ अब आज म्याच हेर्छु मैले चिप्स लिएर आउने सक्यो त अब के भन्दा अरू के गोलकिप ब्ल्याक लाउनेवाला के हो त फेरि ब्ल्याक लाएर त घुम्नेवाला बिचमा यता अनि उता दौडे है के खेल्यो हौ एउटा आधार आउनु नि दौड्नु के खेलेको यार केटाकेटी खेल्दा त म खेल्छु होला हो यति त सबले यो रोनाल्डोलाई गोल पास दिने चक्करमा गोलै हान्न सक्यो गोल चार्ज गरेको गोल थियो क्या अहिले एउटै टिम त जसले हान्दैन भइहाल्छ नि त पास गरी बस्यान् घु त अनि त्यही आइ गीता एउटा स्टार भने होला नि त नि यो त स्टार ल्याएर पनि लाँदै हुन्छ अब पस्दैन अब बड्डो भइसक्छ अब कतिसम्म खेल्न पाइन्छ बिचमा दौड्ने कालो कहाँ गयो त्यही हुने के काम दुईटा टिमको क्या दुईटा टिमको लागि खेल्छ क्या एकसँग बल गयो नि यसले जसलाई दिन मन लाग्यो त्यसलाई दिने हो क्या मेरो पैसा पाउने पनि मै जान्थेँ यार घुमिरहन्थेँ बरु त्यो रेफ्री हो क्या खासी यो कोड बनाउनुको के हो खासी मैले नि बुझेको कोड भनेको त्योभन्दा बाहिर गयो भने आउट हुने भन्ने हुन्छ नि त कोड हामीभन्दा बाहिर गएर जहाँ पाथे खेल्ने यो भनेको सेन्टर एरिया यो भनेको सेन्टर एरिया When it goes wide and there's a potential cross coming, Congo is getting a player in front of him and behind him and very, very close to him, so he can't move that well. एक गोल हानिसक्यो त Cristiano Ronaldo. Only the goalkeeper has had fewer touches than that Diogo Costa. Well, I guess that's where his game is right now. You know, he's not the Ronaldo of old where he'd be charging around all over the place. He's got to be more economical, I'm sure, with his running. हाम्रो अब यस्तो यो हरेक दिन अब यो गेमहरु खेलेपछि हाम्रो यस्तो खालको ब्लग टाइपको चाहिँ हाल्न पर्छ हरेक दिनको क्या एउटा दिनमा एउटा गेम हेर्ने अनि अब कस्तो लाग्यो के लाग्यो कस्तो के भयो मलाई थाहा भएको तीनटा मान्छे हो त्यही तीनटा भयो मान्छे हैन कसमा के मिसिङ भयो भनेर त्यो कुनामा लगो अब आउट गइगयो अब सक्यो अब यहाँ यो लाइन भन्दा बाहिर गयो आउट गइगयो क्रिकेटमा पनि यही त हुने हो नि Well, one of the greatest running backs in NFL history is here. In attendance. क्रिकेटमा के हातमा केमा खुट्टामा लाग्यो भने त्यो आउट हुने हो Lots of celebrities क्रिकेटमा केमा आउट हुन्छ FIFA World Cup. यस्तो गर्दाखेरिमा अनि त्यो उसमा लाग्यो भने त्यहाँ आउट हुने हुन्छ त अनि के हुँदैन यस्तो गर्दाखेरि क्रिकेटको नियम नि थाहा छैन तँलाई विराट कोहली थाहा मलाई क्रिकेटर हार्दिक पाण्ड्या भन्ने थाहा अनि त्यसपछि त्यो अर्को के भन्ने कस्तो लङ पास खेलेको क्या यिनीहरूले यार उनीहरूले डिफेन्सिभ खेलिरहेछ is tugged up by Cancelo. Free kick to DR Congo. Joy Cancelo. कस्तो बल खेल्थ्यो पहिला सिटीमा हुँदाखेरि के भयो यार यसलाई त अहिले छैन Cancelo there battling away. Masuaku, I think, has done a nice job on the left side. He's trying to get forward now. लडेको नि हेर्न मन लाग्यो है since they're down a goal, but he's done it selectively. I think these are very good one-on-one defenders. They're stout, they're strong, they're physical. They have to believe that. Lionel Messi, the goalkeeper, takes the free kick. To Sammy in sharply.
You mentioned Mutasame. He's taken a little bit more risk to get a little bit higher and try to support Bisa Bakambu. त्यो थाहा यिनीहरूलाई पनि pillar of that थाहा हुन्छ midfield क्या is the unsung hero in many respects. यिनीहरूले त पुरै स्क्यान गर्छन् यसो कुन प्लेयर कहाँ छ भनेर स्क्यान गरेर खेल्छन् क्या He's the one who will try and break up play, recycle it क्यालकुलेट for his यिनीहरूको team. कामै हो नि यस्तो एउटा छाप्पा हान्दैन यार He's trying to win the ball higher up the field so Did he he can soldier खाले immediately अनि hit त्यो either Visa आफ्नो or टिम हो त्यो Bakambu. याल्लो They're two real danger men. याल्लो भनेको त छोप्नेवाला हो नि त्यो गोल हान्नु गोल किपर हो नि त्यसले त किपरको काम भनेको किपर भनेको के हो सेभ गर्ने गोल गर्नु दिने त्यही त हो त्यसको काम Nuno Mendes losing control त्यो of it. थाहा हो मलाई नि तक्लो Well, he's third. FIFA World Cup, Roberto Martinez led Belgium to a third place finish at the क्रिकेट हेर्न जान्ने 2018 edition. के खरे नथाहा भन्ने कुरा ल सोध्नु मलाई सबै आउँछ After their group सोध्नु stage के exit सोध्नु 4 मलाई years नाम ago, त he सोध्नु has अरू मलाई enjoyed सबै सोध्नु success कतिजना प्लेयर with हुन्छन् Portugal, 10जना leading them to the Nations League title last year. They beat Spain on होइन penalties. हो अनि किपर दुईजना Could he be the Get one out of to end Portugal's wait for a अनि एउटा first साला भइहाल्यो elusive world crown? अनि त्यही त हो नि अरू जान्नुपर्ने के छ त By the end of अनि खुट्टा today, खेल्ने हैन? everybody खुट्टाले बलले कायो एउटाले दिने एउटै बलको पछाडि सब 10जना भाग्ने त्यही हो अरू केही होइन who've been able to gauge पछि perhaps स्टाइल 10जना भाइ त्यही भएर 10 वटा खेलेर contenders are भनेको likely to be. एउटा बलको पछाडि 10जना Very भाग्ने खेललाई नै enjoyable. फुटबल भन्छन् Now, त्यो कुरा बुझिराख्नु ball won there by Kayembe that almost ran through to Bakambu. यो त झन् मलाई जानेको ज्ञान पनि बिर्साइदिन्छ जस्तो लाग्न थाल्यो यार गन ल 10 जना प्लेयर हुन्छ कतिजना प्लेयर हुन्छ गन ल The tactics दौडे दौडे of गर्छ Congo now, you know, we're seeing them take a little bit more risk. They're putting pressure on the ball higher up the field. At times, they're getting a little bit more spread out. चङ्गी भयो मलाई त Ultimately, when 3 Portugal 4 comes 5 out like 6 this and 7 bring 8 the pressure, then they all 10 जना त भयो follow त अनि that line of 5 with 3 in front of it. 10 Then जना खान Visa and Bakambu higher up the field. 10 जना हो नि त अनि गोल Portugal's getting अगाडि खेल्नेलाई के भन्छ closer to hitting the vertical ball. फर्स्ट And प्लेयर it's going to end up being something pretty dangerous. फर्स्ट प्लेयर के भन्छ न They are averaging, फर्स्ट प्लेयर नै Portugal हो that is, Well, mother. 375 passes per shot. उहाँले मलाई The very definition of patience. Absolutely. Well, they need more chance creation right now. Well, I mean, Mbappe it अनि is their सुनेको first थिएँ game, नि but Cristiano Ronaldo hasn't त्यो really नाम had a त good सुनेको look. तर त्यहाँ चिन्दैन फेरि अस्ति They got their goal, there's no question. न गोल So भयो rolling it on for Bernardo Silva. Gosh. To Sani getting back in here. गोलमा Coutinho picking up the Amen. pieces. त्यो गोल थियो क्या इजी गोल थियो There he is once again. गोल यस्तो इजी पनि त्यो पनि चिचाइरहेको थियो घुन्छ भनेर झन् Never Ekle seems to थियो break क्या sweat Coutinho, does he? No, he's just got this incredible change of direction. कहाँ So त with or रोनाल्डो without भन्ने the ball. फेरि त्यसलाई हेर्दैछु देखिन Cancelo blocked off and not taking kindly to the attention he was getting from Capuani there. The referee not interested in देखिरहेको whistling in राम्रो his favour. यसको नाम के हो जो क्यान्सल Kayembe. जोगी हो जोगु भनेर एउटा लिनु यसको बाप 4 मिनेट थप्यो Saka was calling for it over on that far touchline. It's going to come his way now. ब्लक ब्लक हेरेर 4 मिनेटसम्म गोल हाल्ने भने हाल्ने नत्र भने के हुन्छ फेरि हाब अर्को प्लेट अर्को And Wissa pinching it back, but committing a foul in the process. अर्को हाफ As खेल्छ we क्या move into 4 additional minutes at the end of this first लड्यो half. अनि लड्यो फल भयो लड्ने बित्तिकै आऊ भइहाल्छ रोकिदिने हो क्या फल भयो अनि त्यसपछि खेले यसले झन् जस्तै माने यो लड्यो होइन लडेकोले यस्तै बल हानेर गोल गर्न मिल्दैन Referee फल भयो होला thought he कहाँ had his त्यसोमा position सिधै set पर्खिदिन्थे up. गोल हान्ने बित्तिकै त्यस्तो होइन कि अर्का अपोनेन्टले लडाउनु पर्यो नि त And you know, it's interesting. अहिले कहाँ भइरहेछ All यो over गेम the world, and the definition of fouls in different अमेरिका countries आइरहने are very, very different. युनाइटेड And स्टेट्स अफ that's अमेरिका down to the players to get used किन थाहा to गर्ने मैले यो कुरा त what a referee is going to allow and what he isn't going to allow. As much as we want it to all be standard, it's still ultimately सधैँ हुन्छ interpretation. हौ सधैँ यहाँ हुँदैन क्या अघिल्लो चोटि कहाँ भएको थियो होस्ट कन्ट्री हो क्या I think the अघिल्लो चोटि कहाँ भएको थियो भने थाहा छैन मलाई Sebastian De Saba will be होइन very pleased actually to go in at the break, just the one goal down. Well, they got to Only finish to it more out. than That's another for way. sure. मलाई याद चाहिँ भएन तर Portugal can do it in the blink of an eye, but I would agree with you 100%. खै
कतार भएको थियो क्या कतार हो क्या सायद फिफा वर्ल्ड कप कतार नै हो जस्तो लाग्छ मलाई Yeah, there's not a real sense of urgency, I don't think, from Portugal. I think we saw this against Germany in the first half too, against Curaçao, and Curaçao hung around in that game in the first half. Got their first ever goal at a World Cup. There are some similarities to that game right now. Germany and the final third, let's be honest, the amount of opportunities they were definitely more aggressive. I agree with you 100% there. That said, there were times where it looked like they did take their foot off the pedal. Vitinha. Also the Nepal host गरेको नेपाल खेल्न पाउँछ क्या a nice take from Bernardo Silva, but Masuaku gets in there. Possibilities here, but they've got to move the ball quickly. Masuaku has made his move into the box. This is Mutasami. He took it first time. It's a corner. As DR Congo look to finish the half with a flourish here. Great transition play from them. They got out. They got runners in front of the ball. They earned themselves a corner. And a real opportunity to tie this up. एउटै स्टार पनि लाउन पाएको भए कस्तो हुन्थ्यो होला एउटा स्टार जम्किनु पर्छ यार There's the deflection, but great attack and transition, something to build on. Obviously, we have seen a number of goals scored off corners in this World Cup here in 2026. With this corner, really fired that in. Fernandes is with him. Another corner kick. Some trouble here. इसको टाइम जोर लाया क्या इसको टाइम जोर लाओ Fernandes in with a challenge. छैन त्यसै कहाँ लाग्यो The heel still seems to be in a bit of a struggle. कति नम्बर हो The last thing they would want is to lose their talismanic. त्यही एउटा झुकेर का एउटा हानु अब हामीलाई जस्तो मान्दैन यस्तै हुन्छ क्या यस्तो अब उनीहरू डिफेन्सिभ खेल्छ Well, he's hobbling, but he'll be back in the sanctuary of the dressing room very soon to perhaps get some further attention on that injury. अब यो हान्छ न Congo got to get some delivery here that beat the first man at the near post. गोल खाए नि हुन्छ जस्तो लाग्छ मलाई This delivery अलि from Masakwa is going to be Ronaldo कहाँनिर छ He's got to deliver something good. Okay, so we go 2v1 here. Yeah, 7. यो उस्सालाई चाहिँ दिनु हुँदैन है कहिले त That's interesting whistle. गोल हान्यो क्या गोल टाउकोले हान्दियो हो नि उस्सा भन्दै थिएँ नि मैले उस्साले हान्छ भनेर The leopards pounce. The leopards roar. अब भोलि आउँछन् मेस्सीका फ्यानहरु सबैको ओभर लिन्छन् यस्तै A first ever World Cup goal for DR Congo. मलाई लागिरहेको थियो क्या हान्दिएर अब उस्साले हान्छ क्या यो डेन्जर छ यो लास्टै फर्ममा छ क्या अहिले प्रिमियर लिगको प्लेयर हो यार स्ट्राइकर टप स्ट्राइकरमा पर्ने प्लेयर हो यार Well, you had to kind of know it was going to be Yohan Wissa who might have a piece of bringing this team back. यो झन् अब कडा यस्तो भएर आउँछ नि अहिले अब बल्ल ठिक हुन्छ के गोल त खानु Play a short one here instead of the delivery, and so the ball moves. That means the defense has to move in relation to it. He's on mark. It's a great snap, Jenner. Look at this flow down here. He gets up, times it perfectly. Nobody jumps with him. Nobody leans in. That's as wide open as you can possibly get. What a spectacular header from Wissa. And what a way to end the first half here. Incredible moment for DR Congo. One giant leap from Yohan Wissa and one small step forward for DR Congo. What a way to finish the half. Traoré with the opener for Portugal. Cancelled out by Yohan Wissa.
Just look at the scenes in the stands from the Congolese and look at display from Cristiano Ronaldo. But it's game on right now in Houston. ब्रेक हुन्छ के भन्न साथीहरु स्टे ट्युन